के भयो भने कान्छो होइन र किन आत्यो छ भने पल्लो घरको साइलोमा त खस्नु भयो नि अघि भर्खर खबर आयो के सुनाउँछ भने यसले साइलोमा होइन हिजो भर्खर यहीँ आएर त भेटेर बर्सात खाएर मजाले गफगाफ गरेर गएको थियो खासै केही रोग पनि थिएन के सुन्न पर्यो भने यस्तो खैमा राति सुतेका थिए बिहान उठ्दै उठेन हामी त अब घाटतिर जान लाग्यो हजुर जान सक्नुहुन्छ खै बाबु म त जाने नै छ नि आफ्नै गन्तरी हो तर यसरी न हिँड्न सकिन्छ न केही गर्न खै यहीँबाट राम राम भन्ने भन्दा केही उपाय भएन बरु मेरो हातको फुल यसो चढाइदिएछ ल म गएँ फेरि उता हेरिहाल्छ कि आतुरी हुन्छ सबैलाई लिएर जाने भनेपछि हे दैव एक्कासी के सुन्न पर्यो यति बिहानै हिजो भर्खर हाँसखेल गरेको मान्छे हे प्रभु अस्ति भर्खर जस्तो लाग्छ महिनो भन्दै रङ्गिएर हिँडेको यो जीवन त बलेको आगोमा पहेरिएको खरानी जस्तै रहेछ हे प्रभु संसार त केही हान्छ जीवनभर के न गर्छु भनेर दछाड मछाड गरियो त्यही पनि कहिले यो मन शान्ति छैन अब त यो मनलाई स्थिर बनाइदियो प्रभु पार लगाइदियो प्रभु वियोगको खबरले दिएको गहिरो आघातले जब चेतना बदलिन्छ ऊ वर्तमानको दुःखलाई अस्वीकार गर्दै एक आध्यात्मिक उन्मादमा प्रवेश गर्छ यो भजन नाच होइन यो त उनको अवचेतन मनको चित्कार हो